ठुका भाषण आइदिला चाहिँ दुई मक्का शब्द दुईको एजियाजी ठाउँ चाहिँ थन रेकर्ड नै यही होइन ठुला मेट मिल्छ न सधैँ आउँदो लाइभलाई खुवाएर लिपना हुने नि युट्युब हेर्नु हुने चाहिँ यहाँ एजियाजीको चाहिँ खेला लागेको चाहिँ कान्तिपुरमा गएको कान्तिपुरमा एउटा आर्टिकल मैले लेखेको थिएँ जातीय श्रेष्ठताको दम्भ भन्ने अनि त्यो लेखपछि चाहिँ त्यही विषयमा यहाँ अलिकति छलफल गर्न पाए हुन्थ्यो भनेको हुनाले म यहाँ उपस्थित छु यसको पृष्ठभूमि यही नै हो अब नेपालमा अहिले जति पनि नेपालमा मात्रै होइन संसारभरि जातीय उत्पीडन वा विविध प्रकारका जातिहरू गोराको नाममा कालाहरूमाथि होइन पुरुषको नाममा महिलाहरूमाथि त्यो पनि एक प्रकारको पुरुष जाति भनेरै गरे हामी महिलाहरूभन्दा श्रेष्ठ हौँ महिलाहरूभन्दा हामी अब्बल हौँ भनेरै गरे त्यो त्यस्तै गरी चाहिँ अब विभिन्न जातका नाममा होइन जात तपाईँहरू नेवार साथीहरूले बुझिहाल्नुहुन्छ मानिकलाल दाइ भए उहाँ जात हाम्रो हुँदैन भन्नुहुन्छ तर बुझ्नु चाहिँ बुझ्नुहुन्छ जातका आधारमा गरिने वा कुनै हाम्रो जाति चाहिँ अरूभन्दा श्रेष्ठ हो हिटलरले भने जस्तो हामी नाजीहरू चाहिँ अरू सबै जातिहरूभन्दा हामी श्रेष्ठ छौँ अब्बल छौँ त्यस कारणले अरूमाथि हामीले शासन गर्न पाउनुपर्छ उनीहरूको तर्क त्यो हो संसारभरि नै अहिले यहाँ अघि महेश दाइले भन्दाखेरि बाहुनवादी भनेर जो भन्नुभयो बाहुनवादीहरूको शासन छ भनेर भन्नुभयो अनि ठिकै कुरा गर्नुभयो त्यो सबै विभागबाट पुष्टि नै हुन्छ र नेपालमा यो जति पनि उत्पीडन भइराख्या हुँदै आयो र अहिले पनि जो नयाँ नयाँ तरिकाले चलिराखेको छ त्यसको बौद्धिक सार चाहिँ के हो र त्यसको विचारको सार चाहिँ के हो भन्यो भने हिन्दू उच्च जातबाट आएका मानिसहरूले आफूलाई के सोच्ने त भने हामी सांस्कृतिक रूपमा पनि अरूभन्दा पहिलेदेखि अब्बल हौँ अगाडि हौँ भाषिक रूपमा पनि हामी अरूभन्दा अगाडि हौँ ज्ञान पनि हाम्रो अरूको भन्दा बढी हो लड्ने क्षमता पनि हाम्रो अरूको भन्दा बढी हो त्यसकारणले गर्दा हामीले शासन गर्न पाएका हौँ भन्ने उनीहरूको विचारको तत्त्व मुख्य बुद्धि केले त्यसो गरिरहेको छ जस्तो कि भन्नु न अहिले केही समय अगाडि आरक्षणको यहाँ आन्दोलन चलिरहेको छ अहिले होइन सामान्य कुरा हो नि त्यो आरक्षण भनेको त्यो सबैको सहभागिता होस् भने हो तर त्यो 9000 निकाल्दाखेरि नदिए पनि हुने नदिँदाखेरि आनन्द आउने के गर्यो भने हुन्छ के कारणले हुन्छ भन्यो भने अरू भनेका आउन नालायकहरू नै हुन् किन हुन् त भने उनीहरूको जाति हाम्रो भन्दा कमजोर हो उनीहरू नजान्नेहरू हुन् हामी अगाडि बढेकाहरू हो भन्ने बौद्धिक भित्र तत्त्व चाहिँ थियो यसको बौद्धिक रूपमा हामी त बहस गरिरहेका छैनौँ यो विषयमा धेरै जसो र अधिकांश राजनीतिक पार्टी र स्थापित भनिएका बौद्धिकहरू चाहिँ यस विषयमा मौन बस्न चाहन्छ धेरै नबोलेर चुप लाग्ने र नेपालका अधिकांश राजनीतिक पार्टीहरूका मुख्य नेता मण्डलीको विचारको सार पनि यही भित्र उनीहरूले यो बोल्दाखेरि अरू रिसाउलान् कि भनेर बोलिहाल्दैनन् हामी अरूभन्दा जान्ने हामी अरूभन्दा श्रेष्ठ हौँ त्यस कारणले शासन गर्न पाएका छौँ भनेर भन्यो भने आफ्नो भोटरहरू रिसाउने खतरा हुन्छ भन्न चाहिँ नभन्ने तर भित्र चाहिँ त्यो बुझाइ राख्ने र त्यसको आधारमा गतिविधि गर्ने चाहिँ नेपालको राज्यको जातीय मनोविज्ञान चाहिँ त्यहाँनिर छ अब त्यो कुरा चाहिँ धेरै मान्छेले भन्दैनन् तर केही हप्ता अगाडि नयाँ पत्रिकामा डाक्टर बाबुराम भट्टराईले चाहिँ त्यो कुरा लेख्नु उहाँले लेख्नु को आदिवासी को खसारे भन्ने शीर्षकमा एउटा लेख लेख्नुभयो र त्यसमा उहाँले किटान साथ के भन्नुभयो त भने आर्यहरू चाहिँ ज्ञान उत्पादनमा पनि अरू जातिभन्दा अगाडि थिए पहाडमा लड्दै लड्दै आएका हुनाले युद्ध रणनीतिमा पनि उनीहरू सबभन्दा अगाडि थिए
र उनीहरू चाहिँ अगुवा जाति भएको हुनाले अबको नेपालको नेतृत्व पनि खसारे अगुवा जातिबाट नै अगाडि बढेर लिनुपर्दछ भनेर यही भाषा यही शब्दमा किटान साथ उहाँले लेख्नुभयो। अब यो चाहिँ मनमनमा चाहिँ सबै शासकको भएको तर बाहिर चाहिँ आफ्नो भोटर रिसाउलान् भनेर नभनेको कुरा उहाँले चाहिँ भन्नुभयो। त्यसकारण मैले त्यो लेखमा उहाँलाई धन्यवाद पनि दिएको छु। अरूले चाहिँ नभन्ने उहाँले भन्नुभयो कमसेकम भनेर। भनेपछि कुरा चाहिँ सत्य के हो, यो जातीय श्रेष्ठता सम्बन्धी सिद्धान्त के हो, यस्तो हुन्छ कि हुँदैन, यो विषयमा चाहिँ हामीले छलफल नचलाउने हो भने चाहिँ हामीसँग तपाईँ नेवा अभियान चलाइराख्नु भएको छ, अर्कोले तामाङ अभियान चलाइराखेको होला, अर्कोले मधेसको चलाइराखेको होला, उत्पीडितहरूले सबैले चलाउनु पर्ने छ, चलाइराखेकै छन् थोरै या धेरै। त्यो चलाउँदाखेरि भित्रदेखि नै शासकहरू चाहिँ हामीभन्दा पहिलादेखि नै अब्बल हुन् भन्ने कुरा मानियो भने वा त्यसलाई खण्डन गरिएन भने चाहिँ त के हुने भयो त भने हाम्रो जग नै हल्लिने भयो। किन हामी अरूभन्दा पछाडि थियौँ, हाम्रो पुर्खा नै पछाडि थियो, त्यसकारणले हामी पछाडि पऱ्यौँ भन्ने तर्काउने भयो त। त्यो हो कि होइन, यो विषय चाहिँ छलफल जरुरी छ भन्ने मलाई पनि लागेको हो। तपाईँहरूले यो कार्यक्रम पनि राख्नुभयो, मलाई खुसी पनि लागेको छ। मैले यसमा राख्दाखेरि कुरा के हो भने मानव जातिका अहिलेसम्मको मानव जाति हामी यहाँसम्म यस्तो खप्पर भएको मान्छे आइपुग्नका निम्ति भएको हामी 70,000 वर्ष भयो भनेर मानवशास्त्रीहरूले भन्छन्। 70,000 वर्षभन्दा अगाडि हामी चाहिँ यस्तो खप्पर सहितको थिएनौँ। विभिन्न स्टेजका मानवहरू थियौँ होइन, कोही रामापिथेकस होलान्, कोही निएन्डरथल होलान्, वा कोही चाहिँ स्यापियन्सको हालतमा होलान्। तर अहिले चाहिँ हामी स्यापियन्स होमो स्यापियन्सको हालतमा छौँ। अथवा यस्तो खप्पर भएको, भाषा भएको होइन इत्यादि हामी बुझिहाल्छौँ। यस्तो मानव संसारमा देखा परेपछि मानव समाजका 3-4वटा अवस्थाहरू देखिन्छ। एउटा अवस्था क्लानको अवस्था देखिन्छ अथवा वंशीय कुलको अवस्था, अङ्ग्रेजीमा क्लान भनेर जसलाई भन्छ। वंशीय कुल एउटा हजुरआमा, अनि त्यो हजुरआमाका थुप्रै सन्तानहरू होइन, सामूहिक विवाह प्रणाली, त्यहाँ बाबुको अस्तित्व हुँदैन, अनि एउटा हजुरआमाको वरपर एउटा वंश परम्परामा एउटा कुल बस्दछ। त्यसलाई हामी वंशीय मानव समूह भनेर भन्न सक्छौँ। त्यसलाई क्लान पनि भन्छ, CLAN क्लान पनि भनेर अङ्ग्रेजीमा भन्ने चलन छ। त्यो मानवको धेरै प्रिय अवस्था हो। यस्तो खप्पर भइसकेपछिको साध्यै पहिलो अवस्था भन्दा पनि हुन्छ, जहाँ कुनै जाति भन्ने जन्मिसकेको छैन होइन, जहाँ छुट्टै कुनै राष्ट्रियता भन्ने जन्मिसकेको छैन। त्यसपछिको अवस्था चाहिँ ट्राइबल अवस्था रहन्छ होइन, त्यसलाई भन्छौँ हामी कबिलाई अवस्था। मानवशास्त्र भन्दाखेरि कबिला समाज, जहाँ चाहिँ मानवहरू झुन्ड बस्छन्, तर एउटै कबिलाका मान्छेहरू अर्को कबिलाका मान्छेहरूसँग बिहेबारीमा जान्छन् होइन, आफ्नै कबिलाभित्र बिहे गर्न छोडेका हुन्छन्। त्यो कबिला समाज हुन्छ, जसलाई हामी ट्राइबल सोसाइटी पनि भनेर भन्छौँ। त्यसपछिको त्यो बेलासम्म पनि जाति, राष्ट्रियता, राष्ट्र भन्ने छुट्टै छैन। कबिला समाजहरू छन्, छुट्टा छुट्टै झुन्डहरू छन्, तर उनीहरू त्यस्तो छैन। आर्थिक प्रणाली पनि उनीहरूको थुप्रै विकास भइसकेका छैन। त्यसपछिको एउटा अवस्था आउँछ होइन, जहाँ चाहिँ अनि राष्ट्रियताहरू बन्न थाल्छन्। राष्ट्रियता अथवा जाति, यो त अनुवाद मिस्टेक भएर जाति भएको नेपालमा। यो नेसन भन्ने शब्द अथवा नेसनालिटी भन्ने शब्दलाई बङ्गालीहरूले अनुवाद गर्दाखेरि जाति भन्ने, जातलाई पनि बङ्गालमा जाति नै भन्छ होइन। त्यो अनुवाद मिस्टेक हुँदाखेरि हामी नेपालमा आउँदाखेरि चाहिँ जाति भन्ने भयो, अनि जात व्यवस्था भएको समूहले बुझ्दाखेरि चाहिँ जातिलाई जात बुझ्ने भयो, कास्ट बुझ्ने भयो। निकै ठुलो भ्रम छ नेपालमा। खैर जे होस्, कबिला समाजबाट माथिल्लो स्तरमा मानव आइसकेपछि राष्ट्रियता भन्ने अवधारणा बिस्तारै विकास हुन थाल्यो। राष्ट्रियता विकास हुनुको मूल कुरा के थियो भने त्यो मानव समूहको आफ्नो विशिष्ट भाषा, भाषा नै त्यो तत्त्व थियो जसले एउटा मानव समूहलाई अर्को मानव समूहबाट बिल्कुल अलग बनायो। पहिलो भाषा, भाषा सँगसँगै त्यो मानिस जुन ठाउँमा बस्यो, जुन ठाउँमा बसेर त्यो भाषा विकास गर्यो, त्यो ठाउँमा बसेर उसले जीवन प्रणालीलाई जो अगाडि बढाउन थाल्यो, त्यसपछि उसको निश्चित भूगोल उसले आफ्नो समात्यो। कि कुनै पनि मान्छे भाषा बोल्ने भनेपछि कुन ठाउँको भाषा भनेर सोध्ने चलन हुन्छ नि, त्यहाँ भूगोल जोडिरहेको छ होइन। कुन ठाउँको भाषा भनेर सोधिहाल्छ सबैले।
जस्तै नेवार गोर्खामा पनि होला, नेवार चाहिँ वीरगन्जमा पनि छ, तर चाहिँ उसको उत्पत्ति थलो हुन्छ होइन। उत्पत्ति थलो भइसकेपछि कि त दोलखा होला, कि त काठमाडौँ होला, कि त भक्तपुर होला, कि ललितपुर होला, कि कीर्तिपुर होला, कि चाहिँ यता साँखु होला होइन। त्यो उत्पत्ति थलो भन्ने हुन्छ। भनेपछि भाषा भनेपछि कहाँ भन्ने हुन्छ। त्यस कारण अर्को राष्ट्रियताको निम्ति अर्को तत्त्व के देखेर आएको भने भूमि थलो, कहाँबाट उनीहरू त्यो भाषा निर्माण गर्यो। दोस्रो चिज जोडेर आयो कि निश्चित मानिसहरूको सम्बन्ध साइनो चाहिँ निश्चित ठाउँसँग हुने जोडेर आयो दोस्रो। तेस्रो जोडेर आयो संस्कृति होइन। संस्कृतिभित्र व्यापक आयामहरू छन्। अब यो अलिकति हुँदैन छ। अब हाम्रो नेपालमा चाहिँ सामान्यतः पञ्चायतले के सिकाइदियो भने संस्कृति भने चाहिँ गाजा बाजा गर्न होइन, नाचगान गर्न, जात्रा गर्न मात्रै संस्कृति हो भनेर सिकाइदियो। तर त्यो संस्कृतिको एउटा सानो अंश मात्रै हो होइन। मानव जातिले आफ्नो हात र आफ्नो मस्तिष्क प्रयोग गरेर निर्माण गर्ने जति पनि चिजहरू छन् त्यो सबै संस्कृतिभित्र आउँछ। सबै संस्कृतिभित्र आउँछ। एउटा निश्चित मानव समूहले अरूसँग नमिल्ने निश्चित भाषा मार्फत एउटा निश्चित बौद्धिक अभ्यासहरू गर्न थाल्छ होइन। त्यो बौद्धिक अभ्यास गर्न थाल्छ, उसले हात मार्फत उसले अरू चिजहरू निर्माण गर्न थाल्छ। त्यो सबै चिजलाई हामी संस्कृति भन्छौँ होइन। त्यसकारण